हेलो नमस्कार सबैजनालाई एमएबी नलेज युट्युब च्यानलमा स्वागत छ। आज तपाईहरुले गुगल वा जीमेल आइडी कसरी बनाउन सकिन्छ त्यो पनि एकदम सहज तरिकाले कृपया भिडियो अन्तिमसम्म हेर्नु होला। सर्वप्रथम गुगल वा जीमेल खोल्ने, त्यसपछि त्यहाँ अगाडि हेर्नु होला क्लिक अकाउन्टमा क्लिक गर्ने। तपाईले बिजनेसको लागि हो भने फर वर्क अर माई बिजनेसमा ट्याप गर्ने अथवा आफ्नो पर्सनलको लागि हो भने फर माई पर्सनल युजमा ट्याप गर्ने। अब तपाईले आफ्नो नाम र कास्ट हाल्नु होला। अब तपाईले त्यो गरिसकेपछि यहाँ तपाईको डेट अफ बर्थ हाल्नु होला र जेन्डरमा तपाई केटा हो भने मेल र केटी हो भने फिमेल क्लिक गर्नु होला। अब मान्छेहरुलाई समस्या भनेको यहाँ हो, कति मान्छेहरु आफ्नो नाम वा @ हाल्ने प्रयास गर्छन् तर यसलाई तपाई यसरी प्रयोग गर्न सक्नुहुन्छ। अब यहाँ हेर्नु है त, मैले नाम र अन्य नम्बरहरु हालिसकेको छु र यसलाई गुगलले एक्सेप्ट गर्छ भने र तपाईहरु चाहिँ के गर्नुहुन्छ भने म जस्तै यस्तो प्रकारको प्रयास गर्नुहुन्छ, यो गुगलले एक्सेप्ट गर्न मान्दैन। जस्तै कि आफ्नो नाम हालेर @123 यस्तो राख्न खोज्नुहुन्छ, यस्तो बेला तपाई के गर्नु भने जुन मैले भनेको अनुसार आफ्नो नाम राख्नुस् र अन्य 7-8 नम्बर राख्नुस्, त्यसपछि तपाई नेक्स्ट गर्नुस्। अब पासवर्ड मैले भनिरहनु पर्दैन, तपाईहरुले एकदम अप्ठ्यारो शब्द वा कुनै नम्बर टाइप गरेर पासवर्ड राख्न सक्नुहुन्छ। अब तपाई बिस्तारै स्क्रल गरेपछि मुनि एग्रीमा क्लिक गरेर क्लिक गरेपछि तपाईको पर्फेक्ट तरिकाले गुगल आइडी हुनेछ र तपाईहरु यस्तो भिडियोको लागि सबैले मेरो च्यानलमा सब्स्क्राइब गर्नु होला र बेल आइकन दबाउनु होला। धन्यवाद। जय नेपाल।